ल है साथीहरू सबैले माया साथ सपोर्ट गरिदिनु होला र सक्दो सेयर गरेर सब्सक्राइब पनि गरिदिनु होला तिम्रो रूपमा छैन अहिले आएर रेशम छेउमा बसौले ल है साथीहरू हाम्रोमा चाहिँ 3टा भैँसी छ एउटा भैँसीले दुध दिन्छ भने 2टा भैँसीले दुध दिँदैन हो भैँसी छिटो घरतिर हिँड हो भैँसी छिटो घरतिर हिँड रहेछ रेशम कसरी बसाउने अहिले छिटो हिँडन मसाउने है साथीहरू यस्तो छ गाउँले जीवन भैँसी पाला बाख्रा पाला खोला यो चाहिँ बगिरहेको सेती खोला हो साथीहरू यहाँ चाहिँ राफ्टिङ आउन लाग्छ त्यही भएर बसाएर बसेछ